प्रिभियसली मेरो बुवाको भनाइहरूलाई तपाईँहरूले मन पराउनु भएको थियो। जेन्युइनली नै भन्नुपर्दाखेरि यु गाइज ट्रस्टेड समबडी जसले चाहिँ धेरैचोटि हाम्रो सरकार परिवर्तन भएको, आन्दोलन भएको कुराहरू देखिसक्नु भएको छ होइन। सो फर्स्ट अफ अल ड्याडी धेरै दिनपछि आउनुभएको छ, उहाँको स्वास्थ्य स्थिति पनि अलिकति ठिक थिएन। लेट्स डिरेक्टली टक टु द म्यान अफ द आवर, ड्याड। अब आज चाहिँ केही कुराहरू होला सोध्नुपर्ने छ मैले होइन, एकदमै ट्रुथफुल भएर बोलिदिनु होला है। सो सबैभन्दा पहिला डिफिकल्ट क्वेसनबाट सुरु गरौँ। तपाईँ देशको संविधान पढिरहनुहुन्छ, त्यो रातो किताबमा आखिर यस्तो के छ जुन तपाईँलाई त्यो किताबले यति धेरै अट्र्याक्ट गर्छ, तपाईँ यति धेरै त्यो बारेमा स्टडी गर्नुहुन्छ, तपाईँ संविधान चाहिँ किन पढ्नुहुन्छ? संविधानमा चाहिँ नेपालको संविधान किन पढिन्छ भने, त्यो रातो किताब किन पढिन्छ भने त्यसमा नेपालको कानुन कस्तो छ होइन, नेपालको कानुनमा के प्रावधान छ, नेपालमा कानुन कस्तो छ होइन, त्यो कानुनले के गर्छ भन्ने मूल कुराहरू देखाउँछ त्यसले। त्यही भएर त्यो रातो किताब मैले पढिरहेको। त्यो संविधानको नियतको बारेमा कुरा गरौँ न। संविधानले राष्ट्रको नियत होइन कस्तो छ त, कसरी चाहिँ यो चलिरहेको छ भन्ने कुरा चाहिँ त्यो रातो किताबले देखाउँछ। यदि संविधानमा यो सबै कुरा लेखेको छ भने यो त विदेशीहरूले पनि पढ्छ, विदेशीहरूले पनि यहाँ नेपालको संविधान बारे पढ्छ। अब यो सबै विकृति, हिंसा, महिला हिंसा सबै विदेशीहरूले पढ्छ होइन। पढिसकेपछि नेपालको संविधान त के रहेछ, यो सबै कुरा संविधानमा लेखेको छ भने बाहिर विदेशीहरूले चाहिँ ओहो नेपाल त एकदम पिछडिएको रहेछ, नेपालको संविधानमा यो सब कुरा छ सबै छ भने यो सबै गएपछि त नेपाल त एकदम पिछडिएको रहेछ, नेपाल त एकदम तल्लो स्थितिमा पुग्या रहेछ, यसलाई माथि उचाल्नु पर्यो भनेर यो त संविधान त एउटा मागी खाने भाँडो जस्तो बनाइदिएको छ। माथि उचाल्नु पर्यो, माथि उचाल्नको लागि चाहिँ के डोनेसन आउँछ? विदेशीहरूले यो पढेको त नेपाल त पिछडिएको रहेछ भन्ने सोध्छ नि उनीहरूले, अनि उनीहरूलाई माथि उकास्नुलाई त पैसा दिनु पर्यो, पैसा नदिकन त डोनेसन नदिकन त माथि उक्लिँदैन। अनि त्यसै कारणले गर्दाखेरि यो त संविधान त मागी खाने भाँडो भएको छ, देऊ न हजुर भनेर मागी खाने भाँडो। पढेपछि त चाँडै गएछ भन्ने हुन्छ नि। त्यसै कारणले संविधानमा लेखेको अनुसार चाहिँ यो मागी खाने भाँडो मात्रै हो। अनि मैले रिसेन्टली पढे अनुसार पनि के तपाईँको अविश्वासको प्रस्ताव छ नि, यो जर्मनी, बेल्जियम, स्पेन जस्ता देशहरूमा पनि हुन्छ होइन, रिसेन्टली भएको पनि रहेछ। तर त्यो अविश्वासको प्रस्ताव चाहिँ उनीहरूले कसरी राख्दा रहेछन् भन्दाखेरि चलिरहेको भइरहेको सरकारको अगेन्स्टमा 2/3 मत सङ्कलन गर्दा रहेछ होइन। 2/3 मत सङ्कलन गरिसके पछाडि उनीहरूले के गर्ने रहेछन् भन्दाखेरि त्यो अविश्वासको प्रस्ताव राख्छन्, तर भइरहेको सरकारको अगेन्स्टमा 2/3 मत निकाल्दै उनीहरूले त्यतिखेर अब आउने भावी प्रधानमन्त्री को हुन्छ र हाम्रो कुन लिडर आउनेवाला छ भन्ने कुराको बारेमा उनीहरूले पहिल्यै सुरु कन्स्ट्रक्टिभ डिस्कसन गरेर चाहिँ अविश्वासको मत लिन्छन् होइन। पहिला विश्वासको मत पाउँछन् अनि बल्ल अविश्वासको मत लिन्छन् कि। त्यो भए पछाडि एउटा सरकार ढाल्नुभन्दा अगाडि नै अर्को सरकार खडा भइसक्छ नि त होइन। अनि प्लस तिनीहरूकोमा के पनि रहेछ भन्दाखेरि तपाईँको अब यो पुरानो सरकार जुन ढल्नेवाला छ होइन, त्यसको लागि 2/3 मतको लागि मानौँ 1 भोट पुगेन भनेदेखि त्यो 6 महिनासम्म फेरि उनीहरूले नयाँ अविश्वासको प्रस्ताव ल्याउन मिल्दैन रहेछ कि। त्यसको डरले पनि, अस्थिरताको डरले उनीहरूले अविश्वासको प्रस्ताव त कम राख्ने भयो नि त। त्यसो भएपछि अब 6 महिनासम्म फेरि त्यही पुरानो दमनकारी सरकार बसिरहेको छ भनेदेखि उनीहरूले त त्यो विचार गरेर विमर्श गरेर सबैसँग हातेमालो गरेर बलियो हिसाबले मात्रै अविश्वासको प्रस्ताव ल्याउने रहेछन् नि त होइन। सो अविश्वासको प्रस्ताव नराम्रो कुरो चाहिँ होइन, यो कन्स्ट्रक्टिभ कुरो नै हो। कुनै सरकारले नराम्रो गर्यो, पावरको मिसयुज गर्यो, अख्तियारको दुरुपयोग गर्यो भनेदेखि अविश्वासको प्रस्ताव ल्याउन जरुरी हुन्छ होइन। तर
तर एट द सेम टाइम त्यो अविश्वासको प्रस्ताव ल्याउँदै देशमा अस्थिरता त आउँदैन भन्ने कुराको बारेमा उनीहरूले पहिल्यै नै विश्लेषण गरेर र विश्वासको मत कन्फर्म गरेपछि मात्रै अविश्वास ल्याउने रहेछ नि त, नभए भने त 6 महिना अझै त्यो सरकार चल्छ, अझै दमन गर्छ उसले, होइन? यस्तो हुँदो रहेछ अविश्वासको प्रस्तावमा चाहिँ, है। यो चाहिँ अब हाम्रा अरू छिमेकी देशहरू जहाँबाट चाहिँ हामीले मोडल लिएर आएका छौँ त्यही देशको कुरा गर्दाखेरि, अब मोडल त लिएर आयौँ तर पूर्णतया ओपन इन्डेड मोडल लिएर आयौँ कि पूर्णतया पूर्ण विराम भएको मोडल चाहिँ ल्याउन सकेन। अब अर्को कुरा के पनि हुँदो रहेछ भन्दाखेरि नि अहिले बजेट भाषण हुन लागेछ भने सरकार टुक्राउन पाइँदो रहेछ कि बजेट भाषण हुन लागेको छ भने त्यो सरकार यदि बजेटको मुखमा बनेको छ भने झुन्डिएको सरकार होस् चाहे मिलिजुली सरकार होस्, होइन, या चाहे चाहिँ हजुरको पुरै बहुमतको सरकार होस्, होइन, अविश्वासको प्रस्ताव ल्याउनु छ भने बजेट पारित भइसकेपछि मात्रै ल्याउनु पर्यो। बजेट पारित भइसके पछाडि मात्रै पनि होइन, बजेट भन्दा 3 महिना अगाडिदेखि गर्न पाइँदैन, बजेट भएको 6 महिनासम्म गर्न पाइँदैन। अनि अर्को एउटा प्रश्न छ हजुरलाई, यो अहिलेको सरकारको म्यान्डेट चाहिँ के हो? अहिलेको सरकारको म्यान्डेट भन्ने नि चुनाव गराउने हो, होइन? उसको सबैभन्दा मुख्य काम भनेकै चुनाव गराउने। यो हुन त एकदम विषम र आपतकालीन परिस्थितिमा बनेको सरकार हो, होइन? अनि कतिजना हाम्रो साथीहरू चाहिँ भन्दै हुनुहुन्छ कि दोषीलाई कारबाही भएको छैन, होइन, घाइतेहरूको माग के हो भनेर पनि बुझ्न पाइएको छैन, होइन, अनि त्यस पछाडि घटनाको वास्तुस्थितिको बारेमा दर्शन पाइएको छैन, होइन, सिधा चुनाव भन्ने, यिनीहरूले सिधा चुनाव भन्ने, यो अरू पार्टी र यो पार्टीमा के फरक भयो त? पहिल्यै सुरु बुरुक उठेर चुनाव भन्दै हिँड्ने भएदेखि यो नरसंहार पछाडि आएको यो यत्रो दुःख गरेर ल्याएको सरकारको औचित्य छैन, औचित्य रहेन भनेर भन्नुहुन्छ। यसमा के भन्न चाहनुहुन्छ? अब यो जनताले चुनेर पठाएको सरकार पनि होइन, होइन, यो त अहिले तत्कालीनको लागि बसेको सरकार मात्रै हो। यसको मुख्य काम भनेको चुनाव गराउने, होइन, चुनावबाट आएको क्यान्डिडेटहरूले माइनेट गरेर अनि पो सजाय दिन्छ तिनीहरूलाई, होइन, कारबाही त हुन्छ तिनीहरूलाई, जोसुकै भए पनि कारबाही त हुन्छ, कारबाही हुन्छ। तर यो सरकारको चाहिँ कारबाही गर्ने काम होइन, होइन। यो सरकारको काम भनेकै मुख्य चुनाव गराएर क्यान्डिडेट ल्याउने हो। भनेपछि यो सरकार असफल भएको छैन? असफल होइन, यसलाई यो सरकार असफल भन्न मिल्दैन। उसको मुख्य एजेन्डा भनेको चुनाव गराउनु थियो, भनेको समयमा उसले चुनाव गराओस्, उसको काम सक्यो। अब त भइहाल्यो नि चुनाव, होइन? अब चुनाव पछि जो चुनेर आएको मान्छेहरू छन् तिनीहरू बसेर म्यान्डेट गरोस्, दोषीमाथि कारबाही हुन्छ भन्ने गरोस्, होइन? जनताको चाहना पनि त्यही थियो, दोषीलाई कारबाही गर्नु पर्यो, दोषीलाई कारबाही गर्नु पर्यो, होइन? अब यो सरकारको त कुनै पनि हात छैन। अहिले आएको जुन चुनेर आएको मान्छेहरूको उनीहरूको बसेर म्यान्डेट गरोस्, त्यो चुनेर आएको मान्छेहरू सबै बसेर, होइन, दोषीको छानबिन गरेर को हो दोषी सबै छानबिन गरेर दोषीमाथि कारबाही गर्ने। तपाईँ पहिलेदेखि अहिलेसम्म कुन पार्टीमा विश्वास राख्नुहुन्छ? पहिलेदेखि अहिलेसम्म अब म त राप्रपामै लागेको छु, राप्रपालाई विश्वास गर्छु। किन भन्दाखेरि हजुर हामी राजाकै पालामा जन्म्यौँ, हुर्क्यौँ, होइन? अब पहिला पढ्दाखेरि पनि हामी स्कुलमा जाँदाखेरि वीर महेन्द्र भन्ने प्रार्थना हुन्थ्यो, त्यसपछि आएर श्रीमान गम्भीर आइपुग्यो, होइन? अब त्यो माहौलमा जन्मेर हुर्केको मान्छे हामी। अब त्यसै कारणले गर्दाखेरि हामी चाहिँ बुझेर भए नि बुझेर भए पनि नबुझेर भए पनि राजावादीमा लागेको छौँ। तर पनि त 46 सालको आन्दोलन भयो, 58 सालमा पनि चर्कियो, 62-63 आन्दोलन भयो, परिवर्तन त तपाईँले 3-3 चोटि देख्नुभयो नि, होइन? त्यतिखेर पनि त
भोट भनेको किन दिएको थियो होला त? सायद यो नयाँ पार्टीहरूलाई, त्यस्तो राजामा विश्वास गर्ने देशले नयाँ पार्टीहरूलाई भोट दिनुको कारण के थियो होला? अब त्यतिखेर चाहिँ माहौल पनि त्यस्तै थियो होइन। अनि अब जताततै जनताको बच्चाहरू मार्ने भए, मर्ने भए होइन। अब राजाले पनि $5 लाख तलब खाने भए होइन। नेपाल जस्तो गरिब देशमा $5 लाख तलब भने कम हो त, त्यही पनि डलर। अनि त्यसै कारणले हामीले पनि हो के हो यो होइन भनेर अनि हामीले पनि फ्याँकिदियौँ। ल अब त्यो कुरामा रिफ्लेक्ट गर्दाखेरि राजा फ्याँकिसके पछाडि जुन तपाईँले परिवर्तन चाहनु भएको थियो त्यो आएन नि त, होइन? उल्टो एकै दिन 70-75 जना मार्ने गरी नरसंहार मचाए नि त, होइन? कति वर्षदेखि, 30 वर्षदेखि यही मान्छे, यही अनुहार, यही सरकार, यही पार्टी घुमी राज्य गरिरहेका थिए, होइन? र पनि तिनीहरूले केही पनि जनताले मागेको कुरा पुरा गर्न सकेन नि त, होइन? अब जियो पोलिटिकल स्ट्यान्डर्डमा हेर्नु पर्दाखेरि चाहिँ हामी माग्ने, हाम्रो पासपोर्टको केही भ्याल्यु छैन, हामी श्रमजीवी, हाम्रो यहाँ खेत बाँझो, सबै कुरो बाँझो, तर विदेशलाई बनाउनको लागि चाहिँ हामी जाने, गइसके पछाडि त्यो विदेशलाई अब विदेशमा काम गर्न जाँदा पनि आफ्नो एउटा जिन्दगी फ्यालेर आउँछन्, तर एउटा कागज बनाएर आउन नसक्ने देशहरूमा हामी जान्छौँ, होइन? त्यो स्थिति छ नि त अहिले। अनि यही स्थितिको अगेन्स्टमा अब म तपाईँलाई भन्छु कि यही स्थितिको अगेन्स्टमा साना साना भाइ बहिनीहरूले चाहिँ होइन है, अति भयो, यो हुँदैन है, दिस इज नट फेयर इफ यु गाइज आर डुइङ दिस, एन्ड हामी चाहिँ यसरी हङ्गारा बसिरहेको छौँ, हाम्रो चाहिँ कहिले पनि देशले उपलब्धि नपाउने हो, नयाँ निष्कर्ष नपाउने हो भनेदेखि चाहिँ यु गाइज आर नट क्यापेबल टु सिट देयर भनेर भन्न गएका हुन्। राइट टु स्पिक, होइन? आफ्नो बोल्न पाउने अधिकारलाई सुरक्षित गरेर जाँदाखेरि चाहिँ गोली हानेर मारिदिए तिनीहरूले, होइन? त्यसले गर्दा चाहिँ अहिलेको स्थिति सिर्जना भएको हो नि त, होइन? बोल्न पाउने अधिकारको सुरक्षा गर्न जाँदाखेरि उहाँहरूले आफ्नो मात्रै होइन, तपाईँ हाम्रो पनि बोल्न पाउने अधिकारको सुरक्षा गर्न जाँदाखेरि चाहिँ गोली लाग्यो कि यो कुरो पनि त बिर्सिनु हुँदैन होला नि त। सो तपाईँ सानैदेखि राप्रपा हुनुहुन्थ्यो, तपाईँले राजा फाल्नुभयो, त्यतिखेर तपाईँले राप्रपा भएर जिन्दगीभरि राजाको बारेमा तपाईँले भनेको कुराको परिभाषा त त्यही हो नि, बच्चैदेखि अब राजाको बारेमा पढ्नुभयो, होइन? अनि त्यस पछाडि बच्चैदेखि तपाईँले हुन्छ नि राजालाई प्रेज गर्नुभयो, होइन? यही हो सबैभन्दा ठुलो भनेर भन्नुभयो। मान्दा मान्दै पनि जब उसको तलब देख्नुभयो, उसको लग्जरी देख्नुभयो, होइन? $5 लाख तलब होइन त तपाईँले भने अनुसार, $5 लाख महिनाको राजाले तलब खाएको देख्न थाले पछाडि तपाईँको छाला पोलेर आउनु थाल्यो, होइन? यस्तो गरिब देशमा बसेर नि यस्तो गर्ने भनेर फ्याँक्यो नि त। त्यही हो नि यार त इन्टरनेट, ठ्याक्कै त्यही भइरहेको हो कि अहिले पनि, ठ्याक्कै त्यही नै हो। अहिले चाहिँ राजा नभएर यी रजौटाका छोराछोरीहरूले मोज गरेको देखेर, होइन? कसको पैसाले मोज गरे भन्दा हाम्रै पैसा हो, त्यही कुरा रिलेट गर्नुपर्ने थियो कि यहाँ यो फुल सर्कल भएकै थिएन कि, बुढाहरूले नबुझेको कुरा यति हो कि ए बाबा जनताको पैसा, होइन? उनीहरू पहुँचमा बसेर जनताकै पैसा खाने, यही जनताहरू चाहिँ टाङ्नामा बस्ने, यो त राम्रो भएन नि। त्यो कुरा तपाईँले बुझेर जसरी राज संस्था फ्याँकेर नयाँ सुरु गरौँ भन्नुभयो नि, त्यस्तै गरी भाइहरूले त्यो नयाँ आँखालाई पनि फ्याँकेर अब चाहिँ नयाँ गरौँ भने हुन् कि। यो कुरा बुझ्नुहोस् कि यो पार्टी कहीँ जाँदैन, तपाईँको पार्टी त्यहीँ छ। 5 वर्ष अगाडि पनि थियो होला, 5 वर्ष पछाडि पनि हुन्छ, होइन? काङ्ग्रेस कहाँ जान्छ, कहाँ जान्छ, यही हुन्छ। तर यो पाला त्यही परिवर्तनलाई सम्झेर, आफ्नो जवानीलाई सम्झेर, नाश भएका शहीदहरूलाई सम्झेर चाहिँ के गर्नु पर्यो त? अब चुनावमा आफूलाई ठिक लागेको पार्टीलाई भोट दिनु पर्यो। हो ल, धन्यवाद ड्याडी। यो एकदम सेसन चाहिँ मलाई एकदमै फ्रुटफुल लाग्यो। एट द एन्ड अफ द डे फुल सर्कल रिफ्लेक्सन नै हुन पाइरहेको थिएन कि। अब यो चाहिँ सबै जनताहरूले पनि बुझ्नु पर्यो, होइन? हिजो जे जस्तो भयो, होइन? यो सबै सङ्घालेर, होइन? अब आउने नयाँ पार्टीलाई, नयाँ उसलाई जिताएर, दोषीलाई कारवाही गराएर, होइन? विदेशमा भएको सम्पत्ति
सबै नेपाल फर्काएर सबै चिज गर्नु पर्यो, नयाँ सृष्टि गर्नु पर्यो। त्यसै कारणले म सबैलाई भन्छु, भोट देऊ, आफ्नो अमूल्य मत खेर नपाल, चुनाव देऊ होइन, तर मान्छे हेरेर होइन, पार्टी हेरेर देऊ। बधाई छ। ग्रेट ड्याड।